Okay, let's go. 808s held down like a paperweight. She just wanna come around, but I made a way. Want my money, need it now, on a paper chase. Make the bass blow out with the 808s, out with the 808s, down like a paperweight. She just wanna come around, but I made a way. Want my money, need it now, on a paper chase. Make the bass blow out with the 808s, out with the 808s, wait, wait. हेलो एन्ड नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म नि सन्चै छु होइन अनि आज चाहिँ म आइसक्यो पदमपुरको डम्पिङमा र अनि एकछिनमा स्कुटरको चाबी लिन आएको पाल्पा जाने भनेर यहाँ चाहिँ म बिचल्लीमा भएर मान्छे आएको छैन यहाँ बस्दैछु म चाहिँ यस्तो हेर्नु छ भने भ्यू चाहिँ बब्बाल आउँदो रहेछ यता चाहिँ होस् हेरेन आम्मा कस्तो दामी भएको त त्यही हो अब होइन म यहाँ बिजोक रमाइलो भएर उता देखेँ मैले आयो टिखर त्यो पुल चाहिँ खाइसकेँ एक प्लट हेर्न सक्नुहुन्छ नि त यस्तो नारायणको छोटो भ्यू हेरौँ है त टक्क यता छिर्ने हो गैँडाकोटबाट यता आउने सर र यहाँ यता छिर्ने यो कालीटिप्पे चोक भइहाल्यो सर यहाँबाट जानुपर्ने हुन्छ सर लगाएर कसै कसै सर्टकट पाल्पा जाने बाटो चिन्नु भएन भने र आउँदै हुनुहुन्छ अनि यो बाटो सरल जानु होला यो बाटो नै हो पाल्पा जाने सर हेर्दै गर्नु होला यहाँ सहरमा देखाइछु चलाउनु होइन अनि म चाहिँ यस्तै एकछिन बस्नुपर्छ नि त पछाडि चलाउनु पर्ने हुन्छ त्यसैले दुईजना बत्तिसक्यो अब लगाएर त्यहाँ चाहिँ माथि छैन है त मौलाकालिका हामी सर लगाएर यता यहाँबाट टर्न लाग्ने लेफ्ट सरलै आउने यताले होइन अब एकछिनमा भेटौँला है देख्न सक्नुहुन्छ हजुरहरूले चाहिँ होइन तपाईँले चाहिँ एकछिनमा भेटाउँदा अब हामी फाइनली हामी चाहिँ झोडे नि आइपुगिसक्यो है त ल हामी आजको ब्लग चाहिँ लामो हुन्छ जस्तो छ है लामो नै हुन्छ जस्तो लाग्यो कस्तो दामी छ बाटो सरले बाइक पठाइरहेको छ म यता छु चाहिँ बवाल छ हेर्नु सक्नुहुन्छ गए खत्रै सकेको होइन चेकिङ छ छैन हेर्नु हुन्छ चेकिङ चाहिँ यहीँ हो हुने अनि त्यहाँबाट त ढुक्क हुन्छ चेकिङ नभएपछि चाहिँ सर जानुपर्ने हुन्छ बिस्तारै होइन लामाहरू छैन रहेछ सर यहाँ छ चेकिङ यता हो तर दामी हामी चाहिँ ढोडे कटिसक्यो अब
बसेँ एकछिन टक्क लगाएर बस्नुपर्ने हुन्छ। यहाँ थाकिसक्यो खुट्टा लास दुख्यो आइज रनिङ गरेर भएर हामी चाहिँ यहाँ छ हेर्न सक्नुहुन्छ। के हो यो के हो यो के हो यो वेट यहाँ तल काली त्यो बाटो कहाँ जाने बाटो मलाई थाहा छैन जाने हो बाटो चाहिँ म चाहिँ यता छ लेट्स सी एकछिन भेटौँ ल लेट्स सी हामी चाहिँ अब बुलिनटार जानलाई कति हट्दा होइन बुलिनटार पुग्नलाई हाम्रो अझै यहाँ 25 किलोमिटर छ अरे हामीले 10 किलोमिटरमा दौडेर लाग्यो अब चाहिँ एकछिनमा पुग्नु पर्ने हुन्छ हामी बुलिनटार त्यसपछि बवाल हामी चाहिँ आइपुगिसक्यो अब बुलिनटार आइपुगिसक्यो हामी सँगै छ यता अर्को हाम्रै चितवनबाट आउनु भएको रहेछ होइन चितवनबाट आउनु भएको भाइ र अङ्कल छ यहाँ चाहिँ यो अङ्कलहरू बवाल चलाउनु भएको राइट अनि चाहिँ नि दामी चल्दा हामी चाहिँ यता दुईजना अनि यता तिनजना चारजना दुईवटा बाइक भयो जाँदा अर्को बाइक पनि भेटिहाल्यो बवाल आयो त कोही अब एकछिनमा भेटौँला बाई हामी चाहिँ आइपुगिसक्यौँ अब यहाँ कहाँ हो खतरा खालको ठाउँ हेर्नु सक्नुहुन्छ हेर्नु ओए कस्तो दामी सिन है आम्मामा ओए हेर्नु सक्नु हेर्नु आम्मा ल यसको थोरै बवाल छ नि त खतरा छ नि दामी यस्तो बवाल छ हामी कहाँ आइपुग्यो हामीलाई पनि थाहा छैन अब हामी हरायो हामी चाहिँ अब लाइक त्यो रामपुर आउन आँटिसक्यो होला डाँडा डाँडा कता हो हरायो कता रामपुर चाहिँ कति टाढा देखा अघि त अब चाहिँ हामी रामपुर गएर भेटौँला बाई बाई वेलकम टु होइन सर अब पाल्पा हामी चाहिँ बल्ल आइपुग्नै आँट्यो हामी चाहिँ अब एकछिनमा चौक अब धेरै छैन सररै लगाएर अब हामी कहाँ जाने चाहिँ कता हो यता कहाँ हो सोध्ने होला फोन गरेर आउँछ कहाँ हो वाङ्गै भयो हो हामी त ल एकछिनमा भेटौँला है त आइपुग्यो हामी चाहिँ रामपुर आइपुगिसक्यो रामपुर आइपुग्यो आएर अब एकछिनमा रामपुर बजार हामी पुगिन्छौँ आयो है रामपुर बजार है ऊ त्यो डाँडा पुग्नुपर्छ यहाँ हामी यहाँ छौँ आएर चाहिँ म यहाँ बुढाले घरमा आएको कति दौडा कस्तो बच्चाको भनेर फर्किहाल्नुपर्ने हुन्छ है त्यही हो धेरै छैन 11 किलोमिटरहरू अझै नजिकै होला नि 11 किलोमिटर त धेरै आएर 11 किलोमिटर भनेपछि चाहिँ लगभग हामी
ल भन बिचबाट आधा बाटोमा आइपुगिसक्यौँ है। यहाँ रामपुर बजार भनेपछि 10 किलोमिटर, अझै 10 किलोमिटर थोरै हो, सक्दिनँ नि एउटा होइन। ओके, अब रामपुर बजार 10 किलोमिटर रहेछ, त्यसैले अब 10 किलोमिटर पछि रामपुर गएर भेटौँला। ओके गाइज, हामी चाहिँ रामपुरबाट फर्किसक्यो। अब यता यसो रामपुर थोरै यसो घुमघाम गरिदिउँ भनेर क्या, थोरै होइन यसो हल्का पार्क रहेछ, यसो हेरिदिउँ भनेर। यता देख्न सक्नुहुन्छ रामपुर बजार चाहिँ यता हो, थोरै भ्यू हेरिदिउँ भनेर है त। ल सररररर लगाएर ल बाई। हामी चाहिँ सररर लगाएर यसो स्याउली बजारमा पुल होइन कि उदे उदे हो सर हामी यो स्याउली बजारमा भन्ने गीतमा हानेको हो क्या, भिडियो हानेको, सुट हानेको। सर हामी चाहिँ आइपुगिसक्यो। सर त्यहाँ सक्नुहुन्छ, देखो न देखो गाइज। अब यहाँबाट निक्लिसक्यौँ गाइज। यो चिप्पो काटिदियो है त मामाले। चढ बाई बाई, हामी चाहिँ लाग्यो ल, लागेको ल। हामी चाहिँ लागेको ल। बाई बाई रामपुर एन्ड पाल्पा। अब एकचोटि भेटौँला बिच बाटोतिर। सर हामी चाहिँ अब पारीको भ्यू हेर्दै हामी चाहिँ झरिसक्यो, फर्किसक्यो। के पुल हो र? हामी चाहिँ निक्लिसक्यो यस्तो। अब लेट्स सी, अब अहिले एकछिनमा कहाँ गएर भेट्न। आजको भिडियो चाहिँ लामो हुनेवालामा छ। लेट्स सी, अब हेर्दै गर्नु होला। के अरे सबै लगाएर पिच त पिचै होइन, कहिले आउनुहुन्छ भने आउनु होला। बाटो राम्रो छ, खतरा घरै लाग्दो हो बाटो चाहिँ। बसायो हो क्या भतारो भेटले सरले जानुपर्ने हुन्छ। यहाँ चाहिँ अगाडि चलर पारामा क्या धेरै खानु पऱ्यो नि त होइन। वाउ वाउ, दियो दियो दियो। हामी चाहिँ अब के यहाँ सिक्ने मानेर गए हामी। ए लडाइँ आया, स्कुटर चलाउनु नआउने मान्छेहरू हुँदो रहेछ। बाई बाई एभ्रिवान। अब चाहिँ हामी एकछिनमा भेटौँला। अहिले चाहिँ सरले चलाउनु भएको छैन, बिहान नसक्ने स्थितिमा भएर चलाएन। पनि भएको छ, यस्तो नेचर हेर्दै चलाउनुको त छुट्टै मजा आउँछ नि त फेरि। के देखेँ एउटा हो बाटो हेर्न सक्नुहुन्छ यहाँ। के हो यो बाटो यस्तो? बाटो त ध्वस्त भएको रहेछ, ट्रक नतानेर बिचको कमेलो गएर रहेछ। यस्तो बाटो ट्रक लगाइदिएको रहेछ। झोक रमाइलो भएछ, झोक रमाइलो गर्छ। हामी चाहिँ फर्किसक्यो। अब पुग्न आँट्यौँ। आज हामी गाउँमा
ओके अब चाहिँ हामी खाजा खाने ठाउँमा गएर भेटौँला है त। हामीले चाहिँ यहाँ मैले चिकन चाउमिन अनि यसले बफ खाजा सिट अनि यहाँ चटपट ल्याइसक्यो। यहाँ हेर्दै ट्रकको भ्यू हेर्दै सट्ट अनि यसको नाम चाहिँ के हो मलाई पनि थाहा छैन फेरि यो होटलको नाम चाहिँ अहिले एकछिन देखाउँला। कसै कसै आउनु हुँदैछ भने पाल्पादेखि आएर टक्क यहाँ भिजिट गरिदिनु होला एकचोटि। हामी चाहिँ खाजा खाएर निक्लिसक्यौँ यहाँबाट। अब जानुपर्ने त चलाउनु चलाउने के छ डन ओके। कसै कसै भिजिट गर्नु होला कृपया यहाँ पसलमा क्याफेमा भिजिट गर्न आइदिनु होला। बाई बाई आएर भिजिट गरिदिनु होला। लाइक फाइनली हामी चाहिँ अब बाहिरको आइपुगिसक्यो सर। फाइनली हामी चाहिँ गडाकोट आइपुगिसक्यो नि त होइन सर लाएर। अनि के अरे रामपुरबाट चाहिँ हामी भर्खर आइपुग्यौँ। अब आइपुगि पनि सक्यौँ। सर नाइट भ्यू हेर्न सक्नुहुन्छ। कस्तो दामी देख्नु होला त। अब ओके घर गएर भेटौँला है त ल। आजको ब्लग चाहिँ यति नै हो। अब लेट्स सी अर्को ब्लगमा भेटौँला र सबैजनाले माया गरिदिनु होला र सेयर लाइक सब्सक्राइब गरिदिनु होला।